आईसीसी महिला टी20 विश्वकप ग्लोबल छनौटमा खेलेका 3 खेलमध्ये 1 खेल मात्र जितेको नेपाली महिला क्रिकेट टोली अब प्रतियोगिताको निर्णायक मोडमा लम्केको छ। थाइल्याण्ड र नेदरल्याण्डसँग भएका सुरुवाती 2 खेलमा हार बिहोरेपछि तेस्रो खेलमा जिम्बाब्वेमाथि जित निकालेको नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा सोमबार स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। अघिल्लो चरणमा पुग्ने सम्भावना कायमै राख्न यो खेल नेपाललाई जित्नै पर्ने दबाव छ, तर जितले मात्र पनि पर्याप्त नहुन सक्छ। नेपालले स्कटल्याण्डलाई कुन अन्तरले पराजित गर्छ त्यसमा पनि भर पर्नेछ अवस्था छ भने त्यति मात्र नभएर त्यसपछि हुने थाइल्याण्ड र नेदरल्याण्ड्स बीचको खेलको नतिजा पनि कोर्नु पर्ने अवस्था बनेको छ। यो अवस्थामा समीकरणको कुरा गर्नुपर्दा नेपालले स्कटल्याण्डलाई हराएर नेदरल्याण्ड्सले थाइल्याण्डलाई हराएमा नेपाल अघि बढ्ने सम्भावना सबैभन्दा बलियो देखिन्छ। नेपालले स्कटल्याण्डलाई जितेर थाइल्याण्डले नेदरल्याण्ड्सलाई हराएको अवस्थामा नेपाल र स्कटल्याण्डको समान 2 जित अनि 4 अङ्क हुन्छ। यस्तोमा नेट रन रेट हेरिन्छ र स्कटल्याण्ड अहिले बलियो नेट रन रेटमा भएकाले नेपालले ठूलो जित निकाल्नु पर्ने देखिन्छ। यदि नेपाल स्कटल्याण्डसँग पराजित भएमा सो त बाहिरिनेछ र थाइल्याण्ड र स्कटल्याण्ड दुवै छनौट हुनेछ। नेदरल्याण्ड्स यसअघि नै छनौट भइसकेको छ। नेपाली टोलीका मुख्य प्रशिक्षक हर्ष पाठकले स्कटल्याण्डसँगको खेलमा बाँकी रहेका कमजोरी सुधार गरेर मैदानमा उत्रने बताएका छन्। सुपर 6 को सम्भावना राम्रो देखिएको छ। हामी त्यही खेलमा केन्द्रित रहनेछौँ। हामीले यो कुरामा ध्यान दिनु पर्नेछ। त्यही कुरामा हामीलाई सुधारको आवश्यक देखिन्छ। यस्तै टिमकी उपकप्तान पूजा महतोले पनि राम्रो जित निकाल्ने बताएका छन्। हामी राम्रो अन्तरको जित निकाल्ने हिसाबले तयारी गर्नेछौँ, पूजाले भनिन्। पूजाले जिम्बाब्वे विरुद्ध निकै राम्रो ब्याटिङ र बलिङ गरेर टिमलाई जित दिलाएकी थिइन्। त्यसो त नेपाली टोलीले सुरुवाती 2 खेलमा भोगेका 2 समस्यामध्ये ब्याटिङको समस्या तेस्रो खेलमा धेरै हदसम्म सुधार भएको देखिन्छ। ब्याटिङमा ओपनिङ पछिको अर्डरमा देखिएको कमजोरी सुधार गर्दा नेपालले जिम्बाब्वेसँगको खेल जित्न सफल भयो। उपकप्तान पूजा महतोले संयमित ब्याटिङ गरेर खेल जिताएकी थिइन्। तर नेपालको बलिङ र फिल्डिङमा अझै केही समस्याहरू सर्वविदितै छन्। बलिङ अनुसारको फिल्डिङ सेटअप नगर्नु अनि फिल्डिङ अनुसारको बलिङ गर्न नसक्नु नेपालको अर्को कमजोरीको रूपमा देखिएको छ। नेपाल र स्कटल्याण्डको हेड टु हेड कुरा गर्ने हो भने स्कटल्याण्ड महिला टोली एसोसिएट टोली मध्ये सबैभन्दा माथिल्लो वरीयतामा भएको टोली हो। महिला टी20 वरीयतामा स्कटल्याण्ड 11औं स्थानमा छन् भने नेपाल 21औं स्थानमा रहेको छ। स्कटल्याण्डले एक पटक टी20 विश्वकप खेलेको छ। गत संस्करण युएमा भएको महिला टी20 विश्वकप 2024 स्कटल्याण्डले खेलेको थियो। समूह चरणबाट अगाडि भने बढ्न सकेन। सोही विश्वकपकै आधारमा स्कटल्याण्ड सोझै ग्लोबल छनौट खेल्न लागेको हो। तर नेपालले भने विभिन्न चरणहरू पार गरेर ग्लोबल छनौटमा पहिलो पटक स्थान बनाएको थियो। नेपालले हालसम्म स्कटल्याण्डसँग टी20 मा खेलेको छैन। प्रतियोगिता अघि नेपालले अभ्यास खेल भने खेलेको थियो, जहाँ नेपाल 27 रनले पराजित भएको थियो। नेपाल र स्कटल्याण्ड बीचको खेल निकै नै रोचक हुनेवाला छ, जुन ट्यु क्रिकेट स्टेडियममा हुनेछन् भने यदि तपाईहरू हेर्न जानु चाहेको खण्डमा ट्यु क्रिकेट स्टेडियममा चाहिँ बिना टिकट हेर्न पाउनुहुनेछ, जसले गर्दा नेपाली टोलीहरूलाई सपोर्ट गर्नुहुनको लागि पनि तपाईँ सम्पूर्ण आदरणीय क्रिकेट प्रेमीहरूलाई हामी विनम्र अनुरोध गर्दछौँ। हामी निरन्तर रूपमा यस्ता अपडेटहरूको साथमा उपस्थित हुनेछौँ। अहिलेलाई भने बिदा चाहन्छौँ। धन्यवाद।